गाईहरु मैले चाहिँ यो भक्करै यो ठाङ्ग्रा भेटाएको छु। कता छ सुन कहाँ छ सुन या यता छ कि झाडीमा छ कि कता छ या यहाँ छ कि रहन्छ यहाँ छ कि रहन्छ या के छैन। गाईहरु मैले चाहिँ केट्रो बनेको बडै मानको ढुङ्गा भेटाएको छु। हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै फिट एन्ड फाइन छु भन्नुपर्छ च्याप्पा लाएर होइन। म चाहिँ आज के गर्न लागेको भन्दाखेरि साथीहरू, म चाहिँ पहिले पोखरामा हुँदाखेरि हाम्रो खोजतलास अनुसन्धानको बबाल खतरा कमेडी भिडियो बनाएको थिएँ। फेरि त्यसको अर्को पार्ट पनि बनाऊँ न, त्यो चाहिँ निकै कमेडी भएको थियो। त्यही भएर म चाहिँ फेरि यो चोरमा होइन के भेटिन्छ खोजेर खोजतलास गरेर रमाइलो तरिकाले खोजतलास गर्नेछु भन्दै उपस्थित भएको छु साथीहरू। आज चाहिँ यो चौरमा चाहिँ अब के भेटिन्छ हेरौँ है त। अब यो चौर हेर्दा चाहिँ एकदमै महँगो चौर जस्तो छ होइन। यहाँ चाहिँ अब पक्कै मलाई भेटिन सक्ने छ केही न केही। लगभग 1-2 तोला सुन भेटियो भने चाहिँ म चाहिँ करोडपति पनि बन्न सक्ने छु साथीहरू। What? कहाँ 1-2 तोला सुनले कहाँ करोडपति बनिन्छ त यार। 1 तोला सुनको त यसलाई 2, 4 लाखपति चाहिँ भन्छु है। कैसा लगा मेरा मजाक? करोडपति नभए पनि लाखपति चाहिँ बनिन्छ होइन। अब हेरौँ यो जङ्गलमा चाहिँ भयानक के छ। ओ गाइज, ब्लू कलरको मैले के भेटिसकेको छु। पैसा होगा। हाय तेरी माँ कसम के हो यो। मोबिलको बत्तल रहेछ यार। मोबिल भनेको त यार रोक्सी रहेछ कि यार। मुटेर फाल्यो होला यार उनीहरूले यार। मुटमुट गनाइरहेछ यार। ओ माई गड। यहाँ मैले के भेटाउँछु हेर्छु। ओइमा केही पनि भेटिँदैन त यार, के हो यार। गाईजहरू यहाँ सुनको बास्ना आइरहेछ। सुनको ल है म के भेटाउँछु त्यो हेर है त गाईजहरू। यहाँ चाहिँ केही न केही भेटिन्छ होला गाईजहरू। यहाँ चाहिँ मैले केहीको बास्ना सुनिसकेको छु। ओ माई गड गाइज, मैले केही भेटाइरहेको छैन किन हो है। केही न केही त भेटाएरै छोड्छु म यहाँ। Okay. यो अलि घनघोर जङ्गलतिर आएँ कि यार म। अब उतै जानु पर्यो यार, त्यता केही रहन्छ होइन, यहाँ केही पनि छैन। गाईहरू मैले चाहिँ यो भर्खरै यो ठाङ्ग्रा भेटाएको छु। यो ठाङ्ग्राले चाहिँ कुनाले पक्कै पनि सुसाइड गर्नको लागि लिएको हुन सक्नुपर्छ। हेर्नुहोस् यस्तो लामो छ गाईजहरू, यस्तो ठाङ्ग्राको हुनाले यो पक्कै पनि सुसाइड गरेको हुनसक्छ। बहुत तेज हो रहा है, बहुत तेज। मैले चाहिँ मान्छेको ज्यान बचाउँछु है। यो ठाङ्ग्रा चाहिँ म नभेटिँदा पनि फालिदिन्छु। फेरि अर्को मान्छेले पनि सुसाइड गर्न आयो भने यो भेटेर झुन्नेर मर्न सक्छ। अच्छा। त्यही भएर चाहिँ म यसलाई चाहिँ रेस्क्यु गर्छु गाईजहरू। यसलाई यहाँ राख्छु है त। कसैले नरिने ठाउँ फालिदिएको छु साथीहरू, किनकि मान्छेको ज्यानको सवाल छ नि त। फाँसी लाएर झुन्नेर मऱ्यो भने त दोहोरी आजभोलि त इम्पोर्टेन्ट मान्छन्। अनि अलि धेरै फाँसी लाएर मर्ने चलन छ। त्यही भएर चाहिँ कसै नमरोस् भनेर चाहिँ मैले धेरैजनाको ज्यान बचाएको छु साथीहरू। ल अब चाहिँ हाम्रो चाहिँ खोजतलास चाहिँ सुनको हो आज साथीहरू। सुन भेटाएर जाने आज। सुन नभए एउटा लोसुन भयो नि लहर जाने हो। लामा चिक्रो टाउको गयो। के छैन। गाईहरु मैले चाहिँ केट्रो बनेको बडै मानको ढुङ्गा भेटाएको छु। यो चट्टान चाहिँ केसको भन्दाखेरि चाँदीको हो साथीहरू, देख्न सक्नुहुन्छ। यस्तो सेतो छ, यो सेतो छ है। यो चट्टान चाहिँ यो चाँदीको हो साथीहरू। देख्न सक्नुहुन्छ यो चाँदीको चट्टान भेटाइसकेको छु मैले। यो चाहिँ लगभग होला चाँदीको भाउ कसरी छ अहिले 1000 रुपियाँ तोला होला होइन। तर भए पनि मैले चाहिँ लाखपति बनिसकेको छु। यो चाहिँ करोडौँ तोला छ भनेपछि म करोडपति नै बनिसकेको छु ल साथीहरू। तर
यो लएर जान सकिनँ किनकि अलि धेरैजना लिएर बोकेर एउटा बोक्ने भोरिया खोज्न जानुपर्छ साथीहरू। मैले चाहिँ यो हेरिराखेको छु तर म चाँडी लग्दिनँ अब चाँडी अरू लगुन्। म आज खोज्ने भनेको सुनै नभेटाइकन जान्न म आज सुनै भेटाउने साथीहरू। ओ माई गड के हो साथीहरू सुन भन्छ त यार कता सुन त कता खाएर सुन हेरौँ ल है साथीहरू ल है सुन साथीहरू। ओ माई गड सुन खोज्ने कारणमा अब यो बोतल भेटिएको छ साथीहरू। बोतल भेटिएको छ यो चाहिँ हाम्रो स्प्राइटको बोतल रहेछ। केही छैन म चाहिँ यसलाई कबाडीलाई 10 रुपियाँमा भयो भने बेच्छु। होइन 10 पोटी बनेको छु म चाहिँ। ल यसलाई 10 रुपियाँ पर्छ यार यो पनि राखौँ। अब चाहिँ हामी के खोज्नुपर्छ भन्दाखेरि सुन किन भेटिरहेको छैन कि यार आज मेरो भाग्य छैन क्या हो। म चाहिँ सुन नभेटाइकन यत्रैले पनि जान्न म होइन सुनै भेटाउने हो। सुन कता छ त अब हेरौँ। सुन आज भेटिएला जस्तो छैन त यार। आज सुन नभेटाइ म घर जादिन बरु खाना पनि खादिन। सुन कता छ सुन कहाँ छ सुन या यता छ कि झाडीमा छ कि कता छ यहाँ छ कि रहन्छ यहाँ छ कि रहन्छ यहाँ त पक्कै हुनुपर्छ। ओए यहाँ पनि छैन किन हो सुनै छैन। ओ माई गड यो हो कि सुन भनेको प्लास्टिकको रहेछ। ओ यो हो कि सुन भनेको त यो लिचीको जुस पो रहेछ। गाइज या सुन भेटिरहेको छैन यार कस्तो यार फिल्ममा खोज्दा पनि भेटिँदैन यतिको आमा। तर माई गड ओ माई गड हाम्रो आज झाडी छ। ओ माई गड सरबोल टोकेर फेरि सुन यार सुन भनेको फेरि सुन्न आइदिएला फेरि पछाडि च्याक्क दुईवटा फिलामा टोकेर वाम्मै बढाइदिएर यार। माई गड आज सुन खोजी थाक्को गाइजहरू। आज म धेरै थाकिसकेको छु साथीहरू। अब सुन खोज्न फेरि एकचोटि म आउने नै साथीहरू। अहिलेलाई चाहिँ सुन भेटाउन सकेन होइन। भिडियो चाहिँ इन्ट्रेस्टिङ रमाइलो लागेमा साथीहरू सबैले च्यानललाई सब्सक्राइब गर्नु होला अनि होइन सक्दो भिडियोलाई सेयर गरिदिनु होला र लाइक कमेन्ट पनि गरिदिनु होला भन्दै म निकै थाकेको कारणले एकछिन होइन चोरमा पोल्टिएर आराम गरेर जानेछु साथीहरू। बाई बाई। नहीं सोचिए मत सब्सक्राइब कीजिए।